स्कुटी र मोटरसाइकल त ऐना मात्रै देखिन्छ नमस्कार म्याम नमस्कार म्याम नमस्कार सर नमस्कार सर नमस्कार बा ल हाम्रो चाहिँ एकदमै रमाइलो छ है आज यहाँ जङ्गलको छेउमा के रमाइलो छ सुटिङ गरिरहेछौँ जुठेको छोरी सबैले हेर्नु होला आज चाहिँ हामी यहाँ हामीले छोडेको सुकुम्बासी घरमा आएको छौँ घर पनि हेर्नु होला जुठेको छोरी चाहिँ भाग 6 मा चाहिँ आउँदैछ यो चाहिँ हेर्नु होला सबैजनाले सबैलाई धेरै धेरै धन्यवाद एकदमै माया गरिदिनु भएको छ सधैँ यो मायाको अपेक्षामा छौँ हामी नाच्ने गाउने एकदमै रमाइलो भइरहेछ आज यहाँ हाम्रो धुप एउटा नसल्क्या रहेछ त बालाई नाच्न म चाहिँ नमस्कार म चाहिँ हाम्रो जुठे सिरियल जुठेकी छोरीको चाहिँ छुच्ची सासू अनि अब के गर्नु उहाँ चाहिँ मेरो बुहारीको घर जग्गा दाइजो थियो बुहारीलाई हेला गरेको कारणले चाहिँ मलाई फेरि निकालियो मेरो छोरा अर्की कान्छी मन पराएकी बुहारी म चाहिँ यो सुकुम्बासी घर मेरो घर यो जङ्गल यो चाहिँ हाम्रो ललितपुर शङ्खादेवी भन्दा माथि डाँडोमा रहेछ यो ठाउँको नाम चाहिँ थाहा भएन यहाँ चाहिँ मलाई सरकारले एउटा यो झुपडी र जग्गा यो दिनुभएको यसमै खुसी भएर अब यो घर लिपोत गरेर चाहिँ बस्ने चाहना लिएर आएको छु हाम्रो यो सिरियललाई हजुरहरूले हेरेर धेरै माया गरिदिनु भएको छ होइन अझै पनि हेरेर माया गरिदिनुहुन्छ भन्ने आशा राखेको छु हाम्रो केही कमी कमजोरी छ भने चाहिँ हजुरले चाहिँ हामीलाई सुधार्ने मौका दिनुहोस् हस् त धन्यवाद म मेकअप गर्दैछु म चाहिँ यहाँ रेडी हुँदैछु मेरो यहाँ हात भाँचेको छ क्यारेक्टरमा त्यही कारणले यहाँ अब लाउन चाहिँ आउँदैन म्याम लगाइदिनुहुन्छ कि कसले लगाइदिनुहुन्छ अब कन्टिन्युटी त मिलाउन पर्यो यहाँ जङ्गलमा आछौँ के गर्ने राम्रोसँग हेर्नु होला सबैले सबैजना स्वस्थ रहनु व्यस्त रहनु खुसी हुनु भोट चाहिँ सबैले घन्टीमै लाउनु होला योपालि अब 5 वर्षको लागि एकदम परिवर्तनको लागि सबजनाले खुलेर लुकेर होइन खुलेर चाहिँ एकदमै साथ सपोर्ट गरेर अब जुन लुक्ने छिप्ने जस्तो फेस टु फेस नगरिकन लुकेर समर्थन गर्ने होइन कि अब चाहिँ खुलेर एकदमै सबैले साथ सपोर्ट गर्नु होला घन्टीमा भोट हाल्नु होला अब एकचोटि परिवर्तन चाहिँ हेर्नै पर्छ यत्रो वर्ष हामीले सबैलाई हेरेकै हो अब एकचोटि घन्टी पार्टीलाई हेर्न पर्छ हस् त नमस्कार भोट हाल्न सबैजना जानु होला गाउँ गाउँ म पनि जाँदैछु 20 गते ल अब म पनि आउँदैछु 20 गते घन्टीमा भोट हाल्न रामेछापको साँगुटार हो मेरो घर चाहिँ एकदमै जानलाई एकदम आतुर छु कि 20 गते कहिले आउला 21 गते भोट चाहिँ हाल्नलाई एकदम आतुर भइसकेको छु हजुरहरू कतिको आतुर हुनुहुन्छ र केमा भोट हाल्ने सोच गर्नु भएको छ तपाईहरूले पनि यसो कमेन्ट गर्नु होला यसो हामीलाई पनि सल्लाह सुझाव दिनु होला हजुरहरूलाई मनमा लागेको कुरा भन्नु होला देश चाहिँ परिवर्तन हुनैपर्छ हामीले दुःख गरेर खाने वातावरण बन्नै पर्छ हामीलाई चाहिएको अरू केही होइन हाम्रो स्वार्थ के मेरो जस्तो व्यक्तिगत स्वार्थ केही छैन देशमै गरेर खाने वातावरण बन्नपर्छ र हिँड्दाखेरि रोड चाहिँ अलि सफा हुन पर्यो मलाई चाहिँ एकदमै चित्त नबुझेको चाहिँ रोडैमा हो हिलाम्मे र धुलाम्मे गइसक्नु छैन मुटु चाहिँ काठमाडौँतिर राखेर गाउँतिर जानुपर्छ त्यही भएर भनेको घन्टी पार्टी रोज्नुको कारण त्यही हो त सबैलाई धन्यवाद